श्रीमद् भगवत गीता अध्याय 1 श्लोक 1। धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समावेता युत्सव मामक पाण्डवाश्चैव किम कुर्वत सञ्जय। अब यसको अर्थ सुनौ विस्तारमा। हे सञ्जय, धर्मभूमि कुरुक्षेत्रमा युद्धको आकांक्षाले जम्मा भएका मेरा र पाण्डु पुत्रहरूले के गरे। महाभारतको युद्ध भएको स्थानमा अगाडिको समयमा देवताहरूले यज्ञ गरिएकोले यो पवित्र भूमिलाई धर्मको स्थान मानियो। यही स्थानमा भरतवंशीय राजा कुरुले पनि तपस्या गरेका थिए। यही कारणले यस स्थानलाई कुरुक्षेत्र भनियो। यहाँ धृतराष्ट्रले प्रयोग गरेको धर्मक्षेत्र र कुरुक्षेत्र दुवै शब्दमा क्षेत्र शब्दको प्रयोग गरिएको छ। यसमा धृतराष्ट्रको अभिप्राय यो हो कि यो भूमि केवल युद्धको मैदान मात्र नभएर कुरुवंशीहरूको आफ्नो भूमि हो। यो तीर्थभूमि हो जहाँ प्राणीहरू आफ्नो सत्कर्म गरेर आफ्नो कल्याण गर्न सक्दछन्। यही कारणले आफ्नो धर्म निर्वाह गरेर लौकिक र परलौकिक लाभ लिने अभिप्रायले विद्वत व्यक्तिको सल्लाह लिएर युद्धको लागि उक्त स्थान छनौट गरिएको थियो। संसारमा प्राय 3 चिजहरूको लागि युद्ध हुने गर्दछ। पहिलो धन, दोस्रो जमिन र तेस्रो स्त्री। यी 3 चिजहरूमा पनि भूमिको लागि राजाहरू युद्ध गर्ने गर्दथे। यहाँ उक्त स्थानमा युद्ध गर्नुको कारण पनि भूमिको लागि थियो। त्यसैले उक्त स्थानलाई कुरुक्षेत्र भनियो। कौरव र पाण्डव दुवै राजा कुरुको वंशज कुरुवंशीय भएका कारणले उक्त स्थानमा दुवै पक्षको समान अधिकार लाग्दथ्यो। यही कारण कौरवले पाण्डवहरूलाई उनीहरूको जमिन नदिएकोले दुवै पक्ष युद्ध गर्न उक्त स्थानमा आएका थिए। उक्त भूमि दुवै पक्षको आफ्नो भूमि भएकाले दुवै पक्षको लागि कुरुक्षेत्र पद दिनु युक्तिसङ्गत र न्यायसङ्गत छ। हाम्रो वैदिक सनातन संस्कृति यति विलक्षण छ कि कुनै पनि कार्य गर्दा धर्मलाई आधार बनाएर गरिन्छ। यही कारणले धर्मयुद्धको लागि पवित्र कुरुक्षेत्रको चयन गरिएको थियो ताकि युद्धमा दिवंगत हुनेहरूको उद्धार होस्, कल्याण होस्। यसैले कुरुक्षेत्रको साथमा धर्मक्षेत्र शब्द आएको हो। यहाँ प्रारम्भमा आएको धर्म शब्दबाट आएको एक कुरा ज्ञात हुन्छ। यदि पहिलो अध्यायको पहिलो श्लोकको पहिलो शब्द धर्मको धर लिने र 18 अध्यायको अन्तिम श्लोकको अन्तिम शब्द ममबाट म लिने हो भने धर्म शब्द बन्दछ। यही कारणले सम्पूर्ण गीता धर्म अन्तर्गत रहेको छ। अर्थात् धर्मको पालन गर्नाले गीताको सिद्धान्तको पालना हुन्छ र गीताको सिद्धान्त अनुसार कर्तव्यको पालन गर्नाले धर्मको अनुष्ठान हुन्छ। यहाँको धर्मक्षेत्र कुरुक्षेत्र पदबाट सबै मानिसहरूले यो शिक्षा लिनु पर्दछ कि हामीले कुनै पनि कार्य गर्दा धर्मलाई आधार बनाएर गर्नुपर्दछ। प्रत्येक कार्यहरू सम्पूर्ण प्राणीको हितको लागि गर्नुपर्दछ, केवल आफ्नो सुख र स्वार्थको दृष्टिकोणले होइन। र कुनै पनि कर्तव्य र अकर्तव्यलाई शास्त्रको आधारमा निर्णय गर्नुपर्दछ। समावेता युत्सव। राजाहरूबाट पटक पटक सन्धिको प्रस्ताव राख्दा पनि दुर्योधनले सन्धि प्रस्तावलाई इन्कार गर्यो। स्वयं भगवान श्रीकृष्णले सन्धि प्रस्ताव राख्दा पनि अभिमानले युक्त भएर दुर्योधनले बिना युद्ध सियोको टुप्पो जति भूमि पनि पाण्डवहरूलाई दिन्न भनेर युद्धको ललकार गर्यो। यही कारण बाध्यतावश पाण्डवहरू पनि युद्धको लागि तयार भए। यसरी दुवै पक्षका सेनाहरू युद्धको लागि एकत्रित भए। दुवै पक्षमा युद्धको इच्छा भए पनि विशेष गरी दुर्योधनमा युद्धको उन्माद विशेष रूपमा थियो। उसको इच्छा धर्मभन्दा पनि राज्य प्राप्ति नै थियो। चाहे राज्यको प्राप्ति धर्मले होस् वा अधर्मले, न्यायले होस् वा अन्यायले, विहित रीतिले होस् वा निषिद्ध रीतिले, कुनै हालतमा पनि उसले राज्य प्राप्त गर्नु थियो। यही उसको स्वभाव थियो। यसकारण विशेष रूपले दुर्योधनको पक्ष नै युत्सु अर्थात् युद्धको अभिलाषी थियो। पाण्डवहरूमा धर्मको प्रधानता थियो। पाण्डवहरूमा यो भाव थियो कि चाहे हामीहरू जसरी आफ्नो जीवन निर्वाह गरौँ, आफ्नो धर्ममा आँच आउने कार्य गर्नु हुँदैन। धर्मको विरुद्धमा हामी जाँदैनौँ। यही धर्मलाई आधार बनाएर युधिष्ठिर युद्ध गर्न चाहँदैन थिए।
युधिष्ठिर केवल आमाको आज्ञा पालन गर्न युद्धको लागि तयार भएका थिए। यसको अर्थ कौरवहरू राज्य प्राप्तिको लागि युद्धको लागि युत्सु अर्थात् तयार भएका थिए भने पाण्डवहरू धर्मको लागि युद्ध गर्न तयार भएका थिए। आमाका पाण्डवशैव पाण्डवहरू धृतराष्ट्रलाई आफ्नो पिता समान मान्दथे। धृतराष्ट्रको हरेक आज्ञाको पालन श्रद्धापूर्वक गर्दथे। यसकारण धृतराष्ट्रले प्रयोग गरेका मामाका शब्दले कौरव र पाण्डवहरू दुवै पक्षलाई समेट्दछ। तर पनि धृतराष्ट्रले प्रयोग गरेका पाण्डवशैव शब्दले धृतराष्ट्रले पाण्डवहरूलाई आफ्नो मान्दैन थिए भन्ने जनाउँछ। धृतराष्ट्रको मनमा पाण्डव र कौरवहरूमा समान भाव थिएन। दुर्योधनप्रति अति मोह र आसक्ति भएका कारणले पाण्डवहरूलाई धृतराष्ट्रले आफ्नो मान्दैन थिए। त्यसैले यो श्लोकमा धृतराष्ट्रले आफ्नो सन्तानहरूको लागि मामक र पाण्डवहरूको लागि पाण्डव शब्दको प्रयोग गरेका छन्। मनुष्यको मनमा जुन भाव प्रदान छ त्यही भाव वाणीको माध्यमबाट बाहिर प्रकट हुन्छ। यही द्वैधी भावको कारण धृतराष्ट्रले आफ्नो कुलको संहारको कष्ट खेप्नु पर्यो। यसबाट यो शिक्षा लिन सकिन्छ कि जब मानिसहरू आफ्नो मनमा द्वैत भाव जब राखिन्छ तब आपसमा द्वन्द्व हुन्छ। यो आफ्नो यो पराई यही भावले विभाजन सुरु हुन्छ र विभाजनले द्वन्द्व सुरु हुन्छ। जब सबैमा समान भाव राखिन्छ त्यहाँ एकता र प्रेम अनि शान्ति हुन्छ। यहाँ पाण्डव शब्दको साथ एव शब्द पनि आएको छ। यसको अर्थ पाण्डवहरू धर्मात्मा थिए। उनीहरू धर्मात्मा भएको कारणले पाण्डवहरू युद्ध गर्न तयार हुनु हुँदैन थियो। तर पनि पाण्डवहरू युद्धको लागि तयार भएर रणभूमिमा आए र त्यहाँ आएर पाण्डवहरूले के गरे? यहाँ प्रयोग भएको मामाका र पाण्डव शब्दको विस्तृत उत्तर सञ्जयले पहिलो श्लोकमा दिएका छन्। मामाका शब्दको उत्तर सञ्जयले दोस्रो श्लोकदेखि 13औं श्लोकसम्ममा दिएका छन् भने पाण्डव श्लोकको उत्तर 14औं श्लोकदेखि 29औं श्लोकसम्ममा दिएका छन्। किम कुर्वत? किम शब्दको 3 अर्थ लगाउन सकिन्छ: विकल्प, निन्दा वा आक्षेप र प्रश्न। यहाँ किम शब्दलाई धृतराष्ट्रले प्रश्नको रूपमा प्रयोग गरेका छन्। धृतराष्ट्र युद्धमा हुने भिन्न भिन्न प्रकारका साना ठुला सबै प्रकारका घटनाहरूको विस्तारपूर्वक जानकारी लिन सञ्जयलाई प्रश्न गरिरहेका छन्।